तपाईँले यहाँको नजरिया यो चाहिँ हामी बस्ने बिल्डिङबाट यहाँ चाहिँ 11 फ्लोरमा छु अहिले चाहिँ म है। यो धेरै ठुलो स्वरले बोल्न सकिँदैन किनकि यहाँ चाहिँ हल्ला गर्न मनाही छ। यतातिर पार्किङ लट यस्तो छ क्या घरहरू, यस्तै राम्रो राम्रो घरहरू है। ठ्याक्क रुखहरू पनि सबै ट्याक्टर वातावरण मिलेको तलतिर जाँदैछ। एकदम मजा आउँछ क्या यस प्लेनबाट तल झरे जस्तो महसुस हुन्छ। ब्याग जाने अब लाइभ जानु मिल्ने तपाईँ अघि न त अनि अर्काको बुढी हेर्दै थियो त अनि यार हाम्रो अब कामै त्यही हो। त्यो कम्पनीले स्यालेरी यही भिडियो हेरेको दिन्छ क्या। अब हाम्रो अर्काको बुढीलाई आँखा गाड्नु भनेको हाम्रो धर्म हो कि। सो हेलो एभ्रिवान, व्हाट्सअप, वेलकम ब्याक टु न्यू एपिसोड एन्ड न्यू भ्लग। आएको हजुर त सन्चै हुनुहुन्छ होला हुन अपेक्षा गरेको छु र म पनि सन्चै छु। आज म छु मलेसियामा है। म नेपाल छोडेर आएको चाहिँ लगभग आधा महिना चाहिँ भइसक्यो है। सो त्यही हो, बिहान उठिहालेँ होइन। अहिले चाहिँ कति बज्यो भन्दाखेरि 7 बजिसक्यो। सो त्यही हो। अनि बिहानको यता बाहिरको भ्यू चाहिँ यसो देख्न सक्नुहुन्छ है। म यो झ्याल अलि राम्रोसँग खोलिदिन्छु तपाईँहरूलाई। सो देख्न सक्नुहुनेछ यो हो मलेसिया है। यो चाहिँ सेलेङ्गा होइन सेलेकर के भन्थ्यो नाम यार, यो ठाउँको नाम मैले आफैले बिर्सिसकेँ यार। आफू बसेको ठाउँको नामै सेलेकर के भन्थ्यो त्यो ठाउँ हो यो चाहिँ है। सो त्यही हो, बाहिरको भ्यू यस्तो देख्न सक्नुहुन्छ। नजरिया एकदम उज्यालो चकाचक भइसकेको छन् है। अनि यो चाहिँ हाम्रो यो चाहिँ हल है, यो किचन हल हो यो। अनि यता बेनारको रुम, अनुहारको दायाँको रुम छन्। अनि यहाँनिर चाहिँ अहिले मैले दाल बसाल्दैछु गाई आज चाहिँ होइन। नेपालबाट आए पछाडि पहिलोबाट यो दाल बसाल्दैछु। दाल हाल्यो, बेसार हाल्यो, तेल हाल्यो, नुन हाल्यो। सो त्यही गरेर चाहिँ मैले यहाँ चकाचक पारेर चाहिँ ग्यासमा ठ्याक्क दाल साल बसालिसकेँ। सो त्यही हो, आज शनिबार, आज छुट्टीको दिन होइन। यसो भ्लग गर्थ्यौँ भनेर चाहिँ यो छोटो रिल के बनाइरहनु भनेर झ्याउ लाग्नु थाल्यो क्या। फेरि मिनी भ्लग बनाउन त मिल्थ्यो होइन, तर मलाई चाहिँ मिनी भ्लग बनाउनु झ्याउ लाग्छ क्या। त्यही हो, फेरि भिडियो खिचाइ फेरि एडिट गर, फेरि त्यो माथि भोइस ओभर गर, कम गाह्रो छ यार त्यो बनाउन पनि। तर ठिक छ, कुनै बेला ट्राई गरौँला। सो त्यही हो। सो अलराइट गाइज है, अहिले चाहिँ यहाँ बसिरहेको छौँ खानाको लागि रेडी हुँदै। सम्धी बेला त हुनुहुन्छ अर्को सम्धी। अनि हाम्रो यहाँ सम्धी यता हुनुहुन्छ खाना सम्धी। चाहिँ भर्खरै मुख धुनु भएको, तर उठ्न चाहिँ बिहानै 5 बजे उठेको। समस्या त्यस्तो छ। सो त्यही हो, खाना पाक्दैछ यता। खाना पाकिसकेका छन् है राइस कुकुरमा, यस कुकुरमा पाक्दैछन्। अनि बाहिरतिरको नजरिया यस्तो छ गाइस, हेरिरहन मन लाग्छ। के गर्नु यार, राम्रो छ यसमा। अब पुरै फ्यामिली, आफ्नो फ्यामिली भए भए अझ रमाइलो हुन्थ्यो होइन। तर पनि रमाइलो लागिरहेको छ कहिले पनि होइन। त्यही हो गाइस, खानासाना खाने बस्ने। आज छुट्टी, भोलि आइतबार पनि छुट्टी। के गर्नु, 2 दिन छुट्टी छ। पछिबाट पुरानो अब 1 महिना पछाडि चाहिँ के हुन्छ भन्दाखेरि आइतबार छुट्टी हुँदैन, शनिबार मात्र छुट्टी हुन्छ। त्यही हो, काम छ, काम हान्नुपर्छ। काम गर्ने ठाउँमा चाहिँ भ्लग गर्न पाइँदैन। कम्पनीको एराउन्डमा गए पछाडि चाहिँ मोबाइलहरू अफ हुन्छ, हुन त अनै हुन्छ होइन, जस्ट क्यामेराहरू। अनि यस्तो भिडियो कलमा बोल्दै जाने त्यस्तो चाहिँ हुँदैन है। त्यस्तो भयो भने चाहिँ सिधै सस्पेन्ड हानिदिन्छ र नेपाल फर्काउन पनि बेर लाग्दैन यस्तै पाराले। त्यही भएर बाहिरतिर चाहिँ भ्लग गर्न चाहिँ अलिक खतरा पनि छ। बाहिरतिर भ्लग गर्न मिल्छ, तर के हुन्छ भन्दाखेरि यस्तो भ्लग गरिरहेको बेला त्यो हुन्छ नि, मोबाइल चोरी हुन्छ भन्ने कुरा छ। जस्तो भ्लग गरेर हिँडिरहेको छ यसरी होइन, मोबाइल चाहिँ ल्याम्पमा बाइकमा आएर ल्याम्पमा तानेर लगाएर भागिदिन्छन् क्या। त्यस्तो साह्रै समस्या चाहिँ एकदम देखिएको छ यस्तो हल्लाहरूको चाहिँ होइन। सो त्यही हो। अब म खाना खाएपछि देखाउनेवाला छु तपाईँहरूलाई है। आजको नयाँ अपडेट हामी के गर्छौँ, कहाँ जान्छौँ, कसरी गर्छौँ होइन, के बोल्छौँ, सबै कुरा। के छ सम्झी? ठिक छ होइन, ठिक छ। अनि सम्झीलाई केटीले बिहे गर्ने अफर गर्नु होइन। सम्झी सिङ्गलै हो? सिङ्गल नबनाऊ होला, सिङ्गल हो भनेको छैन नै, सिङ्गल छैन, डबल हो तपाईँ। ठिक छ यति भनेपछि बुझिहाल्यो। जस मान्छे खतरै छ सम्झी पनि है। कस्तो महसुस भएको छ त तपाईँलाई नेपाल छोडेर मलेसिया आउँदाखेरि? अलिकति दुःख, अलिकति खुसी छ मनमा।
है नेपालमा यतिको काम पनि हुँदैन र यतिको जति स्यालेरी पनि हुँदैन है हुँदैन तर पनि ठिक छ यहाँ मान्छे देशमा आइयो खाना खाइयो काम हानियो होइन डेली रुटिनै त्यही हो हाम्रो के गर्नु बेहाल छ गर्नुपर्छ केही अब केही पाउनलाई केही कुराहरू घुमाउनुपर्छ आफ्नो देश पनि घुमाउनुपर्छ समस्या यस्तै छ गाइस नेपालको के गर्ने अब विगतका दिनहरूमा चाहिँ अब त्यस्तै नराम्रो थियो अहिले राम्रो भएको छ अब आगामी आउने दिनहरूमा चाहिँ अझ राम्रो हुन्छ होला भन्ने अपेक्षा गरेको छौँ हजुर ओके ओके सो चाबी खोल्नुपर्छ मैले यहाँको गेटको यार खुल्यो ओ यार चप्पल लाउनै बिर्सेछ फेरि कस्तो सम्झे चप्पलै नलाइकन हिँडिदिनु थालेछ फेरि देख्न सक्नुहुन्छ तपाईँले यहाँको नजरिया यो चाहिँ हामी बस्ने बिल्डिङबाट यो चाहिँ 11 फ्लोरमा छु अहिले चाहिँ म है यो धेरै ठुलो स्वरले बोल्न सकिँदैन किनकि यहाँ चाहिँ हल्ला गर्न मनाही छ यतातिर पार्किङ लट यस्तो छ क्या घरहरू यस्तै राम्रो राम्रो घरहरू है ठ्याक्क रुखहरू पनि छ सबै ट्याक्टर वातावरण मिलेको मेरो मोबाइल छ अनि मैले काम गर्ने कम्पनी चाहिँ यही हो यो अगाडिको यो चिम्नी यस्तो छ नि यो चिम्नी त्यो इँटाभट्टाको चिम्नी स्विपर चिम्नी हो यसलाई चिम्नी भन्छ त्यो धुवा जाने ठाउँ हो त्यो त्यहीँ हो ठ्याक्कै यो नजिकै हो यस्तो छ नजरिया एकदम बाहिर चाहिँ चकाचक घाम लागेको छ अनि केटाहरू चाहिँ तलनिर चाहिँ गेम खेलिरहेको छ अरे होइन गेम मतलब यहाँ तास खेल्छन् कि सो म चाहिँ त्यहाँ जानु लाग्दैछु लिफ्टमा चाहिँ यहाँ छ है लिफ्टमा चाहिँ मैले त गइसकेको छु तलतिर यहाँ चाहिँ लिफ्ट आउँछ होला अब एकछिनमा केटाहरू चाहिँ गेम खेल्दैछन् अनि जस्तो त्यो गेम खेल्ने ठाउँमा चाहिँ म जानु लाग्यो केटाहरू मलाई त खासै खेल्न आउँदैन यस्तो कार्ड खेल्नलाई अनि हेर्छु केटाहरू हुन्छ सो लिफ्ट चाहिँ माथितिर आउँदैछ सारा खाली छ जस्तो छ के डोर क्लोज गर्छौँ सो डोर क्लोज भइसकेको छ अब चाहिँ 4 फ्लोरमा जानुपर्ने हुन्छ तलतिर जाँदैछ एकदम मजा आउँछ क्या यस प्लेनबाट तल झरे जस्तो महसुस हुन्छ सो त्यही हो डगफले हेरिहालेँ म त यहीँनिर होला भने कन्फ्युज भइदिएको क्या एकदमसँग है अँध्यारो छ मौसम के छ केटा केटा के गर्दैछन् के अघि नै हो राइट्स म चाहिँ अहिले भेजाजीबाटमा आएको छु भेजाजी यहाँ हुनुहुन्छ के छ सन्चै हुनुहुन्छ एकदम अनि घरमा बोल्दै हो कि हो एकदम घरमा बोल्दै हो घरमा बोल्दै हो ओही पति रात 12 बजे हजुर हजुर भन्नुहोस् न हेलो हाई लाइभमा ओपन सेटिङ गर्नु होइन यहाँनिर त्यो पर्मिसन मागे होला सायद उयो क्यामेरा एक्सेस माग्छ क्या यिनीहरूले क्यामेरा एक्सेस छ होइन के हो उल्टो क्या सिस्टम या यति गरे पछाडि पर्मिसनमा जाने पर्मिसन गरे पछाडि माइक्रोफोनलाई अलो गर्नुपर्छ है यो गरेपछि बल्ल तपाईँको लाइभ बस्न सजिलो हुन्छ या कन्ट्याक्ट एलो सबमा एलो गर्ने अनि तपाईँको लोकेसन एलो त्यसमा म्युजिक एन्ड अडियो एलो अनि यो नियर बाई डिभाइसेस भनेर चाहिँ एलो अब चाहिँ मिल्छ होला अब ब्याक जाने अब लाइभ जानु मिल्ने तपाईँ कतै आफ्नोबाट बस्ने हो कि अर्कोबाट लाइभ अब मिल्छ लाइभ बस्न ल एकदमसँग लाइभमा गएर मजाले कुरा गर्नु होला होइन बेजाजी जी अनि अघि न त अनि अर्काको बुढी हेर्दै थियो त अनि
यार हाम्रो अब कामै त्यही हो हामी चाहिँ अब होइन तपाईँको स्यालेरी त्यो कम्पनीले स्यालेरी यही भिडियो हेरेको दिन्छ क्या अब हाम्रो अर्काको बुढीलाई आँखा गाड्नु भनेको हाम्रो धर्म हो कि अब पुर्खादेखि चलिआएको रीति होइन संस्कार एउटा हुन्छ नि त त्यो हामीले भुल्नुहुन्न पुरा अर्को केटी हेर्ने होइन तपाईँ सिङ्गल हो त हो नि अब सिङ्गल जस्तै हो अब भनौँ न मानौँ सिङ्गलै अब सिङ्गलै छु सिङ्गल नै हुनुहुन्छ अहिलेसम्म यस भनेपछि भर्जिन हुनुहुन्छ अब भर्जिनै अब खै के भन्ने होइन भनेपछि बे चाहिँ घरमा बुढी चाहिँ छै छैन बे भन्दा पनि यार यो निकाल्नु न बोल्नु न यार के अघि त्यत्रो बोल्ने मान्छे घरमा बुढी चाहिँ छैन सोल्टी यार अलिक टाढा उठाएर हुनुहुन्छ त यार बाहिर खेल्दै हुनुहुन्छ गेम यसो नलाउनु बब्बा लाउनु बब्बा टुलिरहेको छन् केटाहरू सो त्यही हो म पनि यहाँ आएर बसिरहेको छु हाम्रो दाजुसँग उहाँ चाहिँ यसो एकदम यताबाट उल्टोबाट बसिरहेको छु किनकि म उल्टोबाटै सबै कुरा गर्छु होइन सब बेडालाई डोल्छ कि हेर्छ सधैँ हो गजब छ जिन्दगी अनि तपाईँले यो कति लिनु भयो यार यो कानमा लगाउने भाडो छ नि हो कुन कम्पनी हो कुन कम्पनी ए भयो यो दाइले ल्याइदियो भने कुरै नभयो आफूले किन्यो भने मैले केमा किनेको कतिमा किनेको कहाँनिर किनेको कहिले किनेको कसरी किनेको सब सोध्थेँ मैले नत्र साँच्ची हो अनि अहिले नि हाम्रो तपाईँ मान्छे खतरा रहेछ क्या तपाईँ मान्छे चाहिँ मैले जस्तो माने यत्तिकै चाहिँ हुनुपर्छ क्या मान्छे भनेको है सो फाइनली साथीहरू म चाहिँ रुमबाट बाहिर आइसकेँ साथीहरूकोबाट लास्ट बोट लाग्यो है अब चाहिँ आफ्नै रुमतिर जाँदैछौँ सो त्यही हो यहाँनिर चाहिँ लिफ्ट आइसक्यो गाइज अब चाहिँ चौचौ बनाउनु लाग्यो चारवटा गएको छ नेपालीबाट ल्याएको वाइवाई है हाम्रो नेपाली ब्रान्ड यस यहाँ त पाउन त पाइने रहेछ खै कस्तो क्या ठुलो प्याकेटको राम्रो नपाइँदो रहेछ यहाँको जस्तो हुन्छ नि नेपालको जस्तो चाहिँ सो देख्न सक्नुहुन्छ हाम्रो चौचौ चाहिँ यस्तो बनेको छ है सौमीहरू चाहिँ खाँदै हुनुहुन्छ एकदम नमिठो लाग्यो पनि मिठो मानहरू खानु भएको छ त्यही हो त्यसका टाउको ड्याङ 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 गर्छ यार लास्ट हुन्छ डिस्टर्ब हुन्छ क्या नबोल्दाखेरि राम्रो सुनिन्छ होइन न के हुन्छ कि भित्र फेरि सन्धि सुत्दै हुन्छ डिस्टर्ब हुन्छ फेरि यार त्यही भएर हामी अलिक सानो स्वरमा बोलिरहेको छौँ सो त्यही हो अनि आजको भरमा यहीँतिर एन्ड गर्न चाहन्छु हस्त धन्यवाद बाई बाई